नमस्कार सबै मित्रहरूलाई। नमस्कार। के छ यार केटाकेटी हो? के सरी गाइस, आज लाइभमा आउन ढिलो भयो। क्या मान सबजना यहाँ सुन्नुस्। नाङ्गै छ के राडीको माल Let me tell you something special, okay? स्वागत गर्नुभयो। हाम्रो चाहिँ जापानका चाहिँ फेमस पपुलर चाहिँ नपरो माइल दाइ तैले गोली खानेवाला छ सब म्याच सिक्ने। त्यो भाइलाई गएर बताइदिनुस् त सबैले। म सबलाई काट्दिन्छु। गाइस एउटा यो तोडपेरा हेर्ने धेरै दिनदेखि चाहिँ नि खोजिरहेको छ हैन, मैले चिनिर पनि। हिजोका भुसुनाहरू साले के भनेछ? दुई कौडीका चाहिँ मान्छेहरू कसैले चिन्दैनन् तिनीहरूलाई। आफ्नो औकात देखाउँछन् साले। दुई कुकुरको जतिको पनि तेरो औकात छ। गाली गरेको देखाउ, भिडियो देखाउ त कसले कहाँ गाली गरेको के गाली गरेको म सुन्छु के। रन्डीको छोरा तिमीले गाली गरेका फरी पेजमा भिडियो छन् दुनियाँभरका। म्याच सिक्ने यहाँ हेर। कतिजनाले हेर्छ तर कसैले हेर्दैन रन्डी। आजकल म्याच सिक्ने यहाँ हेर, करोडको बिजनेस भएर देखिरहेको छ सिक्ने। भाइको नाताले सम्झाइरहेको छु म हानी कुत्ता। अच्छा सिकाइमा चाहिँ एकदम इच्छा पुरा गर्न दिनु। सिक्दै म्याच सिक्ने चाक फुटाइदे त्यसको। ओए तिमीहरू सबजना यहाँ आइज त, सब नेपाली केटाहरू यहाँ आइज म्याच सिक्ने। भाइलाई गएर बताइदिनुस् त सबैले। कति चाहिँ नपर कति थोरै दिमाग हो त्यो भाइको। म अचम्मै पर्छु। आफूलाई बहुत धेरै बुद्धिजीवी ठान्छ त्यो भाइले, तर यदि राजा हो म म्याच सिक्ने संसारको। देवा तैले खानेवाला छस् नेक्स्ट खुकुरी। रन्डीको बानहरू आइज म्याच सिक्ने मसँग। रन्डीको बान ब्रो मलाई एडभाइस दिन नआइज म्याच सिक्ने। मेरो घरमा सबलाई भन्दै म घरमा बसिरहेको छु तोप खाएर। 208 एनमोर रोडमा आइज म्याच सिक्ने। कसलाई मलाई 208 एनमोर रोडमा आइज म्याच सिक्ने। कसलाई म भन्दैछु अझै पनि लास्ट वार्निङ। मेरो केटालाई म हिरा दिन्छु, तैले के दिस नेपाललाई रन्डीको बान। तैले नेपालको बारेमा तैले त्यस्तो गलत केही पनि नसोच। यो बुद्धको केटाहरू तँलाई कटा नसिकाउँदैन। हेर्दै जा अब म्याच सिक्ने शेरबहादुर। नेपाल नबस रन्डी, नेपाल बिग्रिसक्यो। त मुझे कुइरेको भ्यू हो चिक्ने कुकुर। शेरबहादुर देवा तैले खानेवाला छस् नेक्स्ट खुकुरी। कुकुर